गाइज, आज म हजुरहरूलाई सिकाउँछु कसरी आफ्नो युट्युब च्यानललाई बढाउने, धेरै नै भ्युअर्स आउनको लागि म सिकाउँछु गाइज। इफ हजुरले यो सेटिङ्स गर्नु भएन भने हजुरको भ्युअर्स बढ्दैन। अब म डिफरेन्सहरू देखाउँछु। पहिला मेरो यो भिडियोमा एकदमै थोरै भ्युज थियो, अनि अहिले मैले सेटिङ्स गरेँ एउटा, अनि मैले यति धेरै भ्युज आयो अनि सब्सक्राइबर पनि आउन थाल्यो। त्यही भएर हजुरले यहाँ कमेन्ट गर्नुभयो भने म एउटा विनरलाई चुज गर्छु अनि हजुरहरूले सब्सक्राइब गर्नुहुनेलाई। अब हामीहरू युट्युबको सेटिङ्समा हेरौँ। अब हेर्नु, जस्तो कि यो भिडियो मैले अघि नै भन्दा थिएँ। अब यो कसरी भाइरल भयो अब हेर्नु। मैले स्टार्टिङमा हजुरले यहाँ एसिया हाल्नुपर्छ। इफ हजुरले एसियामा हाल्नुभयो भने एसियाभरि लाग्छ। एसियाभरि लाग्छ इफ हजुरले यो गर्नुभयो भने। अब हजुरले यो ट्याग हाल्नुभयो भने यो ट्यागले नै हजुरले हेल्प गर्ने हो। इफ हजुरले ट्याग हाल्नु भएन भने भ्युअर्स हजुरको बढ्दैन। अनि डिस्क्रिप्सन पनि हाल्नुहोस्। अनि हजुरले यो गर्नुभन्दा अगाडि हजुर यसलाई अनलिस्टेडमा हालिदिनु। अनि त्यसपछि कमेन्ट्समा जाने, कमेन्ट्सलाई अन गर्ने, अनि ननमा जाने। ननमा थिचिसकेपछि स्टुडियोमा जाने। तर त्योभन्दा अगाडि हजुरले यहाँ सेभ भन्ने अप्सन आउँछ, अनि सेभमा थिच्नु। सेभमा थिचिसकेपछि फेरि एडिटमा थिच्नु। अनि त्यसपछि हजुर कमेन्ट्समा जानु, युट्युब स्टुडियोमा जानु। अब हजुर यसमा जानु, अनि त्यसपछि फेरि कन्टेन्टमा जानु। अब यहाँ अगाडि आएको छ भिडियो, यो होइन। अब एडिटमा थिच्नु। अब डिस्क्रिप्सन यही आयो अघिको, पब्लिक होइन अनलिस्टेडमा हुनुपर्छ। अनि यहाँ एसिया अघि नथ्यो त्यही आयो। अब यहाँ ट्याग्समा जाने, ट्याग्समा पनि सेम छ। अनि यो पनि हाल्नुहोस् हजुरको कस्तो खालको भिडियो। त्यस्तै गरी भ्लगिङ हो भने हजुर यहाँ ट्राभल इभेन्ट्स कि भ्लग भन्ने छ, भ्लगमा पनि थिच्नु। यहाँ छ भ्लग, पिपल एन्ड भ्लग, त्यो पनि थिच्दा हुन्छ। गेमिङ हो भने गेमिङमा थिच्नु गाइस। अनि हजुरहरू फेरि ब्याक आउनुहोस् यसरी। त्यहाँ चाहिँ सेभ गर्नुपर्छ। अनि त्यसपछि हजुरको यो भयो। अनि अब हजुर सेभ गर्नु। अनि अब हजुर अर्को दिन हेर्नु, हजुरको भ्युअर्स लगातार आइ हुन्छ। धन्यवाद।